गण्डकी प्रदेशको बागलुङ जिल्लामा पर्ने बागलुङ कालिकाको मन्दिर, जसको उत्पत्ति र शक्तिको कथा सुनेर तपाईँ चकित पर्नुहुनेछ। जे मनोभावना राखेर पूजापाठ र दर्शन गर्यो त्यही पूरा हुने शक्तिशाली देवी कालिकाको मन्दिर। दैनिक हजारौं भक्तजनले दर्शन र पूजाआजा गर्ने ऐतिहासिक महत्त्वले भरिपूर्ण मन्दिर। सन्तान नभएमा सन्तान माग्न जाने, पुत्र नभएमा पुत्र माग्न जाने, विवाह हुन नसके वरवधु माग्न जाने, आफ्नो सफल दाम्पत्य जीवनको कामना गर्न जाने, वैदेशिक यात्रा सफल रहोस् भन्दै भाकल गरेर दर्शन गर्न जाने नेपालकै चर्चित र शक्तिशाली देवी बागलुङ कालिकाको कथा आजको यस भिडियोमा देखाउने छु। देवीको उत्पत्तिदेखि मन्दिर स्थापनासम्मको सम्पूर्ण घटनाक्रम यसै भिडियो मार्फत बताउने छु। त्यो भन्दा पहिला भिडियोलाई एउटा लाइक गरिदिनु होला, कमेन्टमा जय बागलुङ कालिका माता लेखिदिनु होला। हाम्रो ऐतिहासिक र धार्मिक महत्त्वको यस स्थानको प्रचार प्रसारको लागि एक